वर्षौंदेखि देशमा चलिरहेको भ्रष्टाचार, नातावाद र कृपावादले वाक्क भएपछि एउटा सुन्दर समुन्नत देशको आशामा हिस्टोरिक म्यान्डेट पाएर बालेन्द्र शाह एकेए बाले नेतृत्वको सरकार बन्यो। प्रधानमन्त्रीमा बालेन्द्र, अर्थमन्त्रीमा सोडी मगले जस्तो अनुभवी व्यक्ति भएपछि देशको अर्थतन्त्रले ठूलो छलाङ मार्ने धेरैको आशा छ। तर यसै आशाको बीचमा रहेको सरकारले एउटा यस्तो कदम चाल्यो जसले गर्दा अहिले धेरै आशावादीहरू सोच्न बाध्य भएका छन्। र त्यो कदम हो सरकारले संयुक्त राष्ट्र संघलाई लेखेको एउटा पत्र। संयुक्त राष्ट्र संघले नेपाललाई विकसशील राष्ट्रको सूचीमा सामेल गर्ने तयारी गरिराख्दा नेपाल सरकारले भने संयुक्त राष्ट्र संघलाई पत्र लेख्दै नेपाल विकसशील राष्ट्रको सूचीमा सामेल नहुने र आफूलाई अति कम विकसित राष्ट्र अर्थात एलडीसी कै सूचीमा राखिदिन अनुरोध गरेको छ। संसारका अधिकांश राष्ट्रहरू आफूलाई समृद्ध र विकसित देखाउन मरिहत्ते गर्छन्, तर अपग्रेड हुने मौका पाउँदा पनि नेपालले भने 11 वर्षदेखि किन अति कम विकसित राष्ट्र यानी कि एलडीसी कै लिस्टमा आफूलाई राख्दै आइरहेको छ त। अनि अहिले पनि अपग्रेड गर्ने अवसर पाउँदा अपग्रेड नगर्ने गरी बालेन सरकारले किन नेपाललाई फेरि पनि गरिबकै लिस्टमा राख्न चाहिरहेका छन् त। अनि बालेन सरकारको यो निर्णय साँच्चीकै सही छ त। आज हामी यसै विषयलाई वाइल्डली एक्सप्लेन गर्ने प्रयास गर्नेछौँ। सुरुमा अहिले नेपाल रहेको र रहन चाहिरहेको अति कम विकसित राष्ट्र अर्थात लिस्ट डेभलप्ड कन्ट्री भनेको चाहिँ के हो त्यो कुरा बुझौं। विश्वमा मुख्यतः 3 यस्ता इन्टरनेशनल अर्गनाइजेसनहरू छन् जसले कुन देश कतिको धनी र कुन देश कतिको गरिब भनेर छुट्याउने गर्दछ। वर्ल्ड बैंक, इन्टरनेशनल मोनिटरी फन्ड र युनाइटेड नेसन। तर आज हामी वर्ल्ड बैंक र इन्टरनेशनल मोनिटरी फन्डलाई साइड लगाएर युनाइटेड नेसन यानी कि संयुक्त राष्ट्र संघको वरिपरि रहेर कुराकानी गर्दैछौँ। युनाइटेड नेसन डेभलपमेन्ट प्रोग्रामले ग्लोबल इकोनोमी अर्थात विश्व अर्थतन्त्रलाई मुख्यतः 3 भागमा बाँडेको छ। लिस्ट डेभलप्ड कन्ट्री अर्थात एलडीसी, डेभलपिङ कन्ट्री र डेभलप्ड कन्ट्री। संयुक्त राष्ट्र संघले सन् 1971 मा लिस्ट डेभलप्ड कन्ट्री अर्थात एलडीसी भनेर क्याटेगोरी बनाएको थियो, जसको मुख्य उद्देश्य भनेको अर्थतन्त्रमा बलिया राष्ट्रहरूले लिस्ट डेभलप्ड कन्ट्री यानी कि अर्थतन्त्रमा कमजोर रहेका राष्ट्रहरूलाई सहयोग गर्ने थियो। सन् 1971 देखि अहिलेसम्म हेर्ने हो भने 8 राष्ट्रहरू लिस्ट डेभलप्ड कन्ट्री यानी कि एलडीसी बाट अपग्रेड भएर डेभलपिङ कन्ट्रीमा आइसकेका छन् र अहिले 44 राष्ट्रहरू एलडीसी को लिस्टमा पर्छन्, जसमध्ये नेपाल पनि एउटा हो। तर संयुक्त राष्ट्र संघले भने नेपाललाई सन् 2026 को डिसेम्बरसम्ममा एलडीसी को लिस्टबाट अपग्रेड गर्ने तयारी गरिरहेको छ। तर नेपाल भने एलडीसी मै बस्न चाहन्छ र आफूलाई लिस्ट डेभलप कन्ट्रीमा राखिदिन र अपग्रेड नगरिदिन भन्दै परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघको इकोनोमिक एन्ड सोशल काउन्सिललाई पत्र पठाइसकेको छ र सरकारको यो निर्णयले धेरैलाई चकित बनाएको छ। बालेन सरकार आखिर किन आफूलाई गरिब देखाउन चाहन्छ त? यो किन अब हामी बुझ्नेछौँ। तर त्यो भन्दा पहिला एलडीसी को लिस्टबाट अपग्रेड हुने मापदण्ड चाहिँ के हो त? सुरुमा त्यो बुझौं। युएन को इकोनोमिक एन्ड सोशल काउन्सिलको सब्सिडिज बडी कमिटी फर डेभलपमेन्ट पोलिसी सीडीपी ले हरेक एलडीसी लाई डेभलपिङ कन्ट्रीमा अपग्रेड गर्ने कि नगर्ने भनेर हरेक 3 वर्षमा स्टडी गर्छ र यसको मुख्यतः 3 मापदण्डहरू छन्, जसमध्ये पहिलो हो पर क्यापिटा इन्कम अथवा जीएनआई पर क्यापिटा। यसलाई सिम्पल भाषामा बुझ्नु पर्दा संसारभरि छरिएर बसेका नेपालीहरूले कमाउने टोटल पैसालाई नेपालको टोटल पपुलेसनले डिभाइड गरेपछि आउने पैसा नै नेपालको पर क्यापिटा इन्कम अथवा जीएनआई पर क्यापिटा हो। र कुनै पनि राष्ट्र एलडीसी बाट अपग्रेड हुन उक्त राष्ट्रको पर क्यापिटा इन्कम कम्तीमा पनि 1306 अमेरिकी डलर हुनुपर्ने हुन्छ। अनि दोस्रो मापदण्ड हो मानव सम्पत्ति सूचकाङ्क अर्थात एचएआई। यो कुनै पनि राष्ट्रको स्वास्थ्य र शिक्षाको अवस्थाबारे मापन गर्ने टुल्स हो, जसमा 5 वर्ष मुनिको बच्चाको मृत्यु दर, माध्यमिक शिक्षा भर्ना, लैङ्गिक समानता जस्ता कुराहरूको अवस्थाबारे मूल्याङ्कन गरिन्छ। र एलडीसी बाट अपग्रेड हुने क्राइटेरियाको लास्ट पोइन्ट हो आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क अर्थात ईवीआई। यसमा भने सम्बन्धित राष्ट्रको दुर्गमता, प्राकृतिक प्रकोपको जोखिम र कृषिमा निर्भरताको पक्षलाई हेरेर यसको मूल्याङ्कन गरिन्छ। अझ प्रश्नसँग भन्ने हो भने यसले कुनै पनि देश जलवायु परिवर्तन वा अन्तर्राष्ट्रिय बजारको उतार चढावबाट कतिको सुरक्षित छ भन्ने कुराको अध्ययन गर्दछ। तर एलडीसी बाट अपग्रेड हुन 3 पोइन्ट तोके तापनि 3 कुरामा सक्षम हुनुपर्छ भन्ने हुँदैन। एलडीसी बाट अपग्रेड हुन फेरि पनि यसभित्र 2 अवसरहरू छन्। पहिलो, यी 3 मध्ये कुनै 2 मात्र मापदण्ड पूरा गर्ने अथवा पर क्यापिटा इन्कमलाई मात्रै तोकिएको भन्दा दोब्बर गर्ने, यानी कि करिब पर क्यापिटा इन्कम 2612 डलर भन्दा माथि पुर्याउने। र अहिले सन् 2026 मा एलडीसी बाट अपग्रेड हुने गरी नेपालले पाएको अवसर नेपालको लागि नौलो भने होइन। विक्रमसभा 2072 र 2075 को अध्ययनमा नेपालको प्रति व्यक्ति आय नपुगे तापनि दुवै पटक मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क
सूचकाङ्कमा भने तोकिएको लक्ष्य पुगेको थियो। तर 2072 को विनाशकारी भूकम्पले निम्ताएको आर्थिक जोखिमको कारण सरकार तत्काल स्तर उन्नति हुन चाहेन। 2078 मा फेरि कोभिड महामारीले ठूलो आर्थिक महामारी निम्ताएको थियो। त्यसैले त्यसपछि भने युएनले आफै समय तोकी 2026 को डिसेम्बर अर्थात् 2083 को पुसभित्र नेपाललाई एलडीसी बाट अपग्रेड गरिसक्नु पर्ने भनेर डेडलाइन तोकिदियो र हामीले सुरुमा कुरा गरेको पत्र यसै डेडलाइन सकिन लागेकोले संयुक्त राष्ट्र संघलाई फेरि पनि एलडीसी बाट अपग्रेड नगरिदिन भन्दै नेपाल सरकारले लेखेको पत्र थियो। अब जाउँ नेपाल किन एलडीसी मै रहन चाहन्छ भन्ने प्रश्नतर्फ। जेनजी आन्दोलनको रापतापपछि गठन भएको बालेन सरकारको अर्थतन्त्रलाई लिएर एउटा बुझाइ थियो। नेपालको अर्थतन्त्र बाहिर जस्तो देखिए तापनि अर्थतन्त्रको जग निकै कमजोर हालतमा छ। नेपाली अर्थतन्त्र गम्भीर संरचनात्मक आर्थिक समस्या, न्यून आन्तरिक उत्पादन र कमजोर राजस्व संकलनबाट गुज्रिरहेको छ। तर तपाईलाई लाग्ला आर्थिक संकट छ भनेर विकासशील राष्ट्र हुने अवसरबाट किन घुम्ने? वेल, यसको पनि एन्सर छ। एलडीसी बाट अपग्रेड हुन नचाहनुमा थुप्रै कारणहरू छन्, जसमध्ये पहिलो हो व्यापारिक सहुलियत र भन्सार छुट गुम्ने डर। एलडीसी भएको नाताले अहिले विश्व बजारमा नेपालले सहज प्रवेश पाइरहेको छ। तर एलडीसी बाट अपग्रेड हुने हो भने विश्व बजारमा प्रवेश गर्दा उच्च भन्सार शुल्क लाग्ने जस्ता डर हुनेछन्। र नेपाल अपग्रेड हुन नचाहनुको दोस्रो कारण हो प्रति व्यक्ति कुल राष्ट्रिय आयको कमजोर आधार। नेपालको प्रति व्यक्ति आय अहिले $1513 छ, जुन एलडीसी बाट अपग्रेड हुनको लागि पर्याप्त नै छ। तर सरकारको अनुसार यो दिगो रूपमा बढेको भने छैन। नेपालमा अझै पनि 20% भन्दा बढी मानिसहरू गरिबीको रेखामुनि छन्। त्यसैले अहिले नै विकसित राष्ट्र बन्दा गरिब जनतामाथि कर र महँगीको भार अझ थपिनेछ, जसले नेपालमा रहेको वित्पन्न र मध्यम वर्गलाई समेत ठूलो भार पुग्ने देखिन्छ। नेपाल अपग्रेड हुन नचाहनुको तेस्रो कारण हो महँगो ऋणको भार बढ्ने डर। नेपाल एलडीसी बाट अपग्रेड हुन नचाहनुको मुख्य कारण यही नै देखिन्छ, किनकि अहिले नेपालले विश्व बैंक, एसियाली विकास बैंक र विभिन्न अन्तर्राष्ट्रिय दात्री निकायहरूबाट ऋण र अनुदान लिइरहेको पाइन्छ र अनुदान नपाएको अवस्थामा पनि लामो समयको लागि कम ब्याजमा नै ऋण पाइरहेको छ, जसको ब्याज दर वार्षिक 0.5 देखि 1% सम्म मात्र हुने गर्छ। तर नेपाल विकासशील राष्ट्र बन्ने बित्तिकै अनुदान आउने रकम बन्द हुनेछ अनि ऋण लिँदा लाग्ने ब्याज दर पनि बढ्नेछ, जसले नेपाललाई आर्थिक रूपमा ठूलो झड्का दिनेछ। र नेपाल अपग्रेड हुनबाट डराउनुको अर्को कारण हो औषधि उत्पादनमा संकटको जोखिम। एलडीसी समूहका देशलाई विश्व व्यापार संगठन WTO ले इन्टेलेक्चुअल प्रोपर्टी राइट्समा ठूलो छुट दिएको छ, जसको फाइदा उठाएर नेपालको औषधि उद्योगले लाभ लिएको छ। यसलाई डिपली एक्सप्लेन नगरिकिन सजिलो हिसाबले बुझ्ने गरी भन्ने हो भने यदि नेपाल एलडीसी बाट अपग्रेड भयो भने क्यान्सर, मुटु रोग, मधुमेह जस्ता औषधिका मूल्य 3 गुणादेखि 5 गुणासम्म महँगो हुन सक्छन्, जसले सर्वसाधारणहरूलाई सोझै आर्थिक भारमा पुर्याउने गर्दछ। र नेपालले एलडीसी बाट अपग्रेड नहुने भनी पत्र लेख्नुको अर्को कारण हो रेमिट्यान्समा आधारित अर्थतन्त्र र भन्सार राजस्वमाथिको निर्भरता। नेपालले अहिले वर्षमा झन्डै 20 खर्ब रेमिट्यान्स कमाउँछ, जसले विदेशी मुद्राको अभाव हटाई आवश्यकता अनुसार नेपालले आयात गर्ने अवसर समेत पाइरहेको छ। तर भोलि कुनै कारणवश वैदेशिक रोजगारमा समस्या आयो भने नेपालको अर्थतन्त्र संकटमा पर्छ अनि अझ नेपालको राजस्व संकलनको आधा भन्दा बढी हिस्सा आयात हुने वस्तुबाट उठाइने भन्सारमा निर्भर छ। यी दुवै कुरालाई हेर्दा नेपाल आर्थिक रूपले यी दुवै कुरामा मात्र निर्भर भएको देखिन्छ र पूर्ण रूपमा स्पष्ट तरिकाको आय अथवा इन्कम हुने अवस्था नआउन्जेलसम्म नेपाल एलडीसी बाट अपग्रेड हुन नचाहेको जस्तो देखिन्छ। तर यसो भन्दैमा सधैँ एलडीसी मै बसिरहनु उचित हुँदैन। गरिब रहनुमै बढी फाइदा देख्न थालियो भने सुधारका कामहरू सुस्त हुन्छन्। त्यसैले अब पनि एलडीसी मै रहेर अर्को 3 वर्ष भित्रमा सरकारले देशभित्रै उत्पादन बढाउन सकेन, अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लग्न सकेन भने नेपाल मागेर मात्र चल्ने देशको रूपमा चित्रित हुनेछ। त्यसैले अबको 3 वर्ष नेपालको अर्थतन्त्र घर अया मरको अवस्थामा रहेको छ।